तपाईहरू सबैजनालाई एउटा प्रश्न गर्छु, मनमा नै जवाफ दिनुहोला है त। हामी सबैजनाको हातमा महँगो कलेजको डिग्री छ, राम्रो जागिर छ, तर जब जीवनमा कुनै ठुलो सङ्कट वा मानसिक तनाव आइपर्छ तब हामीले पढेका मोटा मोटा किताबहरूले, एक्जाममा स्कोर गरेका फुल मार्क्सले, हाम्रो एकाडेमिक सर्टिफिकेटहरूले के हामीलाई त्यस समस्यासँग लड्ने वास्तविक बोध दिन्छ त? के कलेज जानुको अन्तिम लक्ष्य केवल सर्टिफिकेट पाउनु मात्र हो? पक्कै होइन। यसको वास्तविक लक्ष्य त आफ्नो विषयमा ज्ञान हासिल गर्नु हो, निपुणता हासिल गर्नु हो। कलेज जानु, मोटा मोटा किताब पढ्नु, परीक्षामा उत्तीर्ण हुनु प्रारम्भिक खुड्किलाहरू हुन्। यी सबै साधनाहरू हामीलाई योग्य बनाउन आवश्यक छन्। जब एक विद्यार्थीले आफ्नो विषयलाई पूर्ण रूपमा बुझ्छ, ऊ तब निपुण बन्छ। त्यो निपुणता नै उसको अन्तिम गन्तव्य हो। श्रीमद् भगवत गीता अध्याय 4 श्लोक 33 मा श्रीकृष्ण भगवानले ठ्याक्कै यही कुरा सम्झाउनु भएको छ। उहाँ भन्नुहुन्छ कि अन्य सबै भौतिक वा शारीरिक यज्ञहरू जस्तै पूजापाठ, दान दक्षिणा, मन्त्र उच्चारण, सेवा, ध्यान, योग, प्राणायाम आदि खुड्किला, तर ज्ञान यज्ञ अन्तिम गन्तव्य हो। जसरी कलेजको डिग्रीले तपाईलाई जागिर दिलाउन सक्छ, तर विद्वताले तपाईको जीवन नै बदल्न सक्छ। ज्ञानले मानिसको हृदयमा रहेको सबै अज्ञानता र संशयलाई मेटाइदिन्छ। यसले मानिसलाई कर्ताको अहङ्कारबाट मुक्त गराएर ज्ञानको अमृत प्रदान गर्दछ। यो ज्ञान प्राप्त भएपछि मानिस ब्रह्म सनातन अर्थात् त्यो परम अवस्था जहाँ पुगेपछि अरू केही पाउन बाँकी रहँदैन, त्यस्तो अवस्थामा स्थित हुन्छ। हामीले गर्ने कुनै पनि काम ज्ञानले प्रज्वलित भएर गर्नु र अज्ञानतामा गर्नुमा आकाश जमिनको फरक छ। एकदमै सिम्पल एक्जाम्पलबाट बुझ्ने कोसिस गरौँ। बाटोमा एकजना भोको व्यक्तिलाई तपाईले टन्न खाना खुवाउनुभयो। कर्मको ब्याङ्क अकाउन्टमा ब्यालेन्स क्रेडिट भयो, तर त्यही क्षण मनमा अहङ्कार पनि आइहाल्यो कि मैले त आज कसैलाई सहयोग गरेँ, म त कति दयालु। त्यो इगोले फेरि कर्मको ब्याङ्क अकाउन्टलाई डेबिट गरिदियो। तर त्यही सहयोग गर्दा आफूलाई त्यो सहयोग गर्ने एक निमित्त पात्र मात्र मानेर आफूमा अहङ्कार आउन दिनु भएन भने बल्ल त्यो कर्म अकर्म बन्छ र अकर्मले हाम्रो कार्मिक अकाउन्ट न त डेबिट गर्छ न त क्रेडिट, अर्थात् कर्मको बन्धनबाट हामी मुक्त हुन्छौँ। ज्ञान नै हो जसले हामीमा इगो हटाउन सक्छ। ज्ञान सहित वा ज्ञान रहित गरिएका एउटै कर्मले पनि हाम्रो कार्मिक अकाउन्टलाई कसरी फरक पार्दो रहेछ। आई होप तपाईहरूले बुझ्नुभयो। त्यसैले केवल प्रक्रियामा मात्रै नअल्झिनुहोस्, आफ्नो साधना र कर्मलाई ज्ञानको उचाइसम्म लैजानुहोस्, किनकि त्यहाँ पुगेपछि मात्र जीवनको वास्तविक उद्देश्य प्राप्त हुन्छ। अन्त्यमा आजको श्लोक पढौँ है त। श्रेयान् द्रव्यमया यज्ञात् ज्ञान यज्ञ परन्तप सर्वां कर्मखिलं पार्थ ज्ञाने परिसमाप्यते। अर्थात् हे अर्जुन, द्रव्यमय यज्ञभन्दा ज्ञानमय यज्ञ श्रेष्ठ छ। सम्पूर्ण कर्म र पदार्थको समाप्ति ज्ञानमा नै हुन जान्छ। मेरो गीता यात्रामा जोडिनु भएकोमा धन्यवाद। अर्को श्लोक अर्को भिडियोमा।